हेलो नमस्ते सन्चै हुनुहुन्छ? सन्चै छ। आज चाहिँ मसँग मेरो रमा मम्मी हुनुहुन्छ। हजुरलाई छ नि मम्मी, हजुर सीता सिरियलमा सबैभन्दा मनपर्ने पात्र को होला भन्नुहोस् न ढाँटिकन। ढाँटिकन भन्नु पर्दाखेरि मलाई रमेशको पनि साह्रै माया लाग्छ बिचरा। अनि सीता त सीता भइहाल्यो, मेन पात्र नै होइन, सामै कस्तो पात्रको हिसाबले चाहिँ को मनपर्छ भने क्या तपाईँ दर्शक भएर हेर्दाखेरि चाहिँ? मलाई रमेशको साँच्ची हो? साँच्ची फेरि मैले सोधे भएर भने होइन 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 अनि रमेश मैले मात्र होइन, धेरैले भन्छन् रमेशको रोल। मलाई त अझ रमेशलाई लयर भेटाइदिनु न भनेर यहाँ धेरै डिमान्ड आएको छ। अब मेलोमेसो पाएको छैन, अब कहिले अब बेलुकातिर नि हिँड्नुपर्छ। अनि सबैभन्दा मन नपर्ने पात्र को होला भन्नुहोस् अब सीता अब सिरियलमा? मन नपर्ने पात्र त अब त्यही जगत हो नि, आफ्नै छोरो नि, न आमालाई सुख दिने न स्वास्नीलाई सुख दिने, त्यस्तो पात्र त्यस्तो क्यारेक्टर कसलाई मनपर्छ र? अनि रमा नि? रमा पनि ठिकै हो, त्यति साह्रो राम्रो पात्र होइन। राम्रो हुनु। मनपर्ने पात्र यहाँ चाहिँ छुचो के साह्रै ल बाबा बुहारीलाई गाली गर्ने, रमाजीको सबभन्दा मन माया गर्दा चाहिँ रमा पात्र ठिकै राम्रै हो। बुहारीलाई माया गर्दा गाली गर्दा चाहिँ रिस गाली उठ्छ, गर्दा चाहिँ रिस उठ्छ। दर्शक भएर हेर्दा पनि रिस उठ्छ होइन? दर्शक भएर हेर्दा पनि रिस उठ्छ। अनि हाम्रो सफलता भनेको पनि त त्यही त हो नि। त्यही त हो नि। जसले चाहिँ नेगेटिभ गर्नु भएको छ उहाँदेखि रिस उठोस्, जसले पोजिटिभ माया लागोस् होइन? होइन, त्यो त्यही त चाहिँ हो नि, त्यो नै एउटा सक्सेस हो हाम्रो। हाम्रो मम्मी त्यही सक्सेस सबैले सक्सेस गरिदिनु भएर त हाम्रो टिम यति सानो समयमा सबैले यति